दर्शकबिन्दुहरू नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ नेपाली न्यूज 24 युट्युब च्यानलमा। सदा चाहिँ आज पनि हामी सत्य अनि ताजा खबरहरू लिएर उपस्थित भएका छौँ। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला र साथमा रहेको बेल आइकन बटन थिची साथमा अलमा क्लिक गर्न नबिर्सिनुहोला। दर्शकबिन्दुहरू कहाँदेखि हेर्दै अनि सुन्दै हुनुहुन्छ र हाम्रो सामग्री कस्तो लागिरहेको छ कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। दर्शकबिन्दुहरू अब लागौँ आजका मुख्य खबरहरूतर्फ। दर्शकबिन्दुहरू सिङ्गापुरबाट स्वदेश फर्किए देउबा दम्पति, एमालेको जनसभा गुल्मीमा केन्द्रीय नेताले सम्बोधन गर्ने, ओलीलाई पुनः सर्वसम्मत अध्यक्ष बनाउन आग्रह, शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्व तयारी, एनपिएल 2024 का सर्वाधिक सफल 3 ब्याटर यसपालि पनि पुरानै टिमबाट दोहोरिँदै। बिन्दुहरू अब लागौँ समाचार विस्तारमा। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबा दम्पति शुक्रबार सिङ्गापुरबाट स्वदेश फर्किएका छन्। जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउबा पत्नी आरजु राणा देउबा सहित थप उपचारका लागि कार्तिक 10 गते सिङ्गापुर प्रस्थान गरेका थिए। जेनजी आन्दोलनको दोस्रो दिन भदौ 24 गते बुढा नीलकण्ठ स्थित निवासमा देउबा दम्पतिमाथि कुटपिट भएको थियो। त्यसपछि उनीहरूको सैनिक अस्पतालमा छाउनीमा उपचार भएको थियो। घटनापछि सार्वजनिक रूपमा नदेखेका देउबा असोज 28 गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए। उक्त बैठकमा देउबाले सभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए। बिन्दुहरू अब लागौँ अर्को खबरतर्फ। नेकपा एमाले प्रतिगामी षड्यन्त्र विरुद्ध 77वटै जिल्लामा शनिबार जनप्रदर्शन सहित जनसभा गर्दैछ। यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागेको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आउनु भएको छ। नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार वडा पालिका हुँदै जिल्लामा पनि जागरण सभा गर्न लागि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ। आज तम्घासमा हुने जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेता तम्घासमा आइपुग्नु भएको एमाले गुल्मीका सचिव धर्म विश्वकर्माले जानकारी दिनुभयो। एमालेका केन्द्रीय उपमहासचिव प्रदीप कुमार ग्याउली, केन्द्रीय सचिव गोकर्णराज विष्ट, महिला नेत्री रामकुमारी झाँक्री, केन्द्रीय सदस्यहरू दिनेश पन्थी, जङ्ग नेपाली, गणेश खनाल लगायतले तम्घासमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ। 4 स्थान बाख्रे छेडा, भगवती मन्दिर, अर्घाखाँची जीप पार्क र उदिन ढुङ्गा जीप पार्कबाट र्याली निकाली सबै मिलनचोकमा मिसिएर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि लाकुरी मञ्चमा जागरण सभा गरिने उहाँले जानकारी दिनुभयो। सङ्गठित सदस्य जनवर्गीय सङ्गठन लगायत सबै जनसमुदायलाई कार्यक्रममा सरिक हुन आग्रह गरिएको छ। जागरण सभा मार्फत प्रतिगामी षड्यन्त्र मुर्दाबाद, विघटित प्रतिनिधि सभा पुनः स्थापना गर, जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, गत भदौ 23 र 24 गतेको आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरिने जिल्ला कमिटी सदस्य कृष्ण विश्वकर्माले बताउनुभयो। दर्शकबिन्दुहरू लागौँ अब अर्को खबरतर्फ। प्रेस चौतारी नेपालले नेकपा एमालेको आउने महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाउनु पर्ने आग्रह गरेको छ। श्रमजीवी पत्रकारहरूको सङ्गठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौतीहरू समाधान गर्न ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। बाह्र बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा सङ्गठन अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको समक्ष नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताउनुभयो। दर्शकबिन देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको वर्तमान परिस्थितिमा ओलीको विकल्प नरहेको चौतारीको निष्कर्ष छ। एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमतासहितको नेतृत्व अध्यक्ष ओलीमा नै रहेको चौतारीको निष्कर्ष छ। पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ उहाँले भन्नुभयो। उहाँले आगामी महाधिवेशनलाई सङ्गठन सुदृढीकरण, विचार सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताकै दृष्टिले महत्त्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै प्रेस चौतारीका सबै संरचनालाई आन्तरिक एकता र अनुशासनको आधारमा अघि बढ्न सुझाव दिनुभयो। पाण्डेले भदौ 23 र 24 गते भएको आन्दोलनलाई प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गर्नुभयो। सङ्गठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले केपी शर्मा ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउन विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले केपी ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व
क्षमताका कारण विभिन्न कोणबाट आक्रमण हुने गरेको बताउनुभयो। बैठकमा संगठनका महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। अनुशासनहीन व्यवहारले संगठनलाई अघि बढाउन नसकिने बताउँदै उहाँले सबै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न आग्रह गर्नुभयो। यिनीहरू अब लागौँ आजको अर्को खबरतर्फ। वर्षेनी जाडोयामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ। सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनै वर्ष मङ्सिर मध्य लगत्तै हातवात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुनु पहिले नै पूर्व तयारी बढाएको हो। शीतलहर वर्षौं पछि भोग्दै आइएको समस्या हो। क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र सम्हाल्न धौधौ पर्ने हुन्छ। समितिका अध्यक्ष तथा जिल्ला प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ। त्यसैले हामीले अहिलेदेखि नै पूर्व सचेतता र तयारीका काम थालेका छौँ। समितिले जिल्लाका सबै नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, सामाजिक सङ्घ संस्था र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहितको वृहत बैठक सम्पन्न गरेर अहिलेदेखि नै क्षति हुन नदिने गरी पूर्व तयारी थालेको उहाँको भनाइ छ। जिल्लामा यो समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने व्यवस्था छ। समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको यादवले जानकारी दिनुभयो। यसरी प्राप्त हुने योजना समितिबाट स्वीकृत गरी कार्यान्वयनमा लाग्ने उहाँको भनाइ छ। जिल्लाका सबै गैर सरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीय तहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिने समितिले जनाएको छ। समितिको यो बैठक बिहिबार नै सम्पन्न भएको हो। समितिको निर्णय सबै स्थानीय तह र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको छ। यादवले भन्नुभयो, हामी बैठकका निर्णय र गरिन पर्ने पूर्व तयारीका कामबारे सम्बद्ध पक्षसँग समन्वय गरेर अघि बढ्ने छौँ। यसमा शीतलहरका बेला वर्षेनी मानवीय क्षति, स्वास्थ्य समस्या र कृषि बालीमा समेत ठुलो परिमाणमा नोक्सानी हुँदै आएको छ। यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध अहिलेदेखि नै गर्न सम्बद्ध पक्षलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी यादव बताउनुहुन्छ। समितिले शीतलहरबाट जोगिन गरिने पूर्व तयारीसँगै गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण काम जिम्मेवार निकायले तत्काल प्राथमिकताका साथ सम्पन्न गर्न पर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो। शबिन्दहरू अब लागौँ आजको अन्तिम खबरतर्फ। नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजन आउँदो 1 मङ्सिरदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि क्रिकेट सङ्घ नेपाल क्यानले आवश्यक तयारी पुरा गरिसकेको छ। टिमहरू प्रशिक्षण, रणनीति निर्माण र विदेशी खेलाडी भित्राउने प्रक्रियामा व्यस्त छन्। नयाँ सिजन नजिकिँदै जाँदा समर्थकले पहिलो सिजन अर्थात् एनपिएल 2024 को प्रदर्शन पुनः स्मरण गरिरहेका छन्। दर्शकबिन एनपिएल 2024 का सर्वाधिक सफल 3 ब्याटर लाहिरू मिलान्था, रवि बोप्पा र रोहित कुमार पौडेल पुरानै टिमबाट दोहोरिँदै छन्।